नमस्कार सबैजनालाई। म आज पनि डेली भ्लग लिएर आइसकेको छु र म बिहान उठेर आँखा मिच्दै दुध लिन गएँ। गेटमा गएर दुध लिएर आएँ। दुध लिएर आइसकेपछि ब्रस गरेँ। मेरो चम्किलो दाँतलाई फेरि घोटेर चम्काउन थालेँ। त्यसपछि दाँत माइसकेर म दुध तताएँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले दुध तताइसकेको छु र दुध तताएर मलाई बिहान आज शनिबार भएकोले कपडा धुनुपर्ने भएकोले कपडा भिजाउन गएँ। कपडा भिजाउँदैछु। एकछिन भिजाएर राखेर अनि एकछिनपछि धुनेछु म र यहाँ कपडा भिजाइसकेँ म र कपडा भिजाएर म नुहाउनको लागि लागेँ। साबुन लिएर गएँ तर नुहाउन जाँदा बाथरुममा गएपछि थाहा भयो साबुनको नुहाउने साबुन बट्टाभित्र धुने साबुन रहेछ। त्यसपछि म कुद्दै नुहाउने साबुन लिनको लागि गएँ। पसलमा गएर लक्स साबुन किनेर लिएर म नुहाउनको लागि आइसकेँ। त्यसपछि म नुहाएर भ्याएर कपडा धुन आएँ। कपडा धोइराखेको छु। बिहान बिहान यत्रो कपडा धोइसकेँ। त्यसपछि कपडा धोएर मैले कपडा लिएर छतमा गएँ। श्रीमतीज्यूले कपडा सुकाउँदै हुनुहुन्छ। टन्न निचरी सुकाउँदै हुनुहुन्छ। त्यसपछि कपडा धोएर सकाएर हामी अलिकति सामान किन्नको लागि बजारतिर निस्किसकेका छौँ। यतिखेर दुईजना भएर र बजारतिर जाँदै गर्दा हामी बिग मार्टमा पुगिसकेका छौँ। बाह्रै पिपलबोट बिग मार्टमा गइसक्यौँ। गएर यहाँ 2-4वटा सामान किन्नुभन्दा 2-4 राउन्ड हामी घुम्यौँ। त्यसपछि एउटा सामान किन्यौँ। सामान के भनेर देखिसक्नु भएको छ। त्यसपछि हामीले पैसा बुझाएर यहाँ बिल लिएर फेरि केरा किन्नुपर्ने थियो। केरा पनि किनिसक्यौँ। त्यसपछि दही किन्नुपर्ने थियो। हामी गएर दही पनि किनिसक्यौँ। 1 लिटर दही किनेर ल्याइसक्यौँ। त्यसपछि हामीले खाना खायौँ। खाना खाएर सक्दा नसक्दै बुवामा आउनुभयो। आज बुवामा आउनुभएको थियो। दिनभरि बुवामासँग बस्यौँ, गफ गरेर रमाइलो गऱ्यौँ। यहाँ हामी बसेर गफ गर्दैछौँ। हाम्रो भैयाजीले भिडियो खिचिदिनु भइरहेको छ। ठिक छ भन्दै हुनुहुन्छ। त्यसपछि हामी टिकटक बनायौँ। टिकटक बनाइसकेपछि बुवामा जान्छौँ भन्नुभयो। 2 घन्टा बसेपछि हामी एकदम दुखी मन गराएर उहाँलाई बाई गर्न गएका छौँ। रुनै मन लागेको थियो। त्यसपछि उहाँहरू गइसक्नु भएको छ झोला बोकेर। अनि त्यसपछि म गुट्टुङ माथि कोठामा गएर बिहानको भात थियो दुध हालेर भात मुसेर गुवाम भात खाएँ। अनि त्यसपछि हामी अब फेरि निस्किनु पर्ने थियो। यसो घुम्न जाउँ भनेर हामी निस्कियौँ दुईजना भएर लखर जाँदै हामी यतिखेर बाटोमा यहाँ जोख्नी भेट्यौँ। हामीले जोख्नी पनि जोख्नी किनेको चाहिँ होइन, जोख्यौँ वेट कति छ भनेर जान्न मन लाग्थ्यो। त्यसपछि हामी चाबेलको आकाशी पुलमा बसेर यहाँ भिडियो खिच्यौँ। आकाशी पुलबाट गाडी भेरी मच गाडी देखायौँ। अनि त्यसपछि यहाँबाट यहाँ सर्लक्क मेरो पनि एउटा भिडियो खिच्नु भनेर फेरि मेरो पनि भिडियो फिल्मायौँ। त्यसपछि हामी यहाँनिर चाबेलको स्तूपा हेऱ्यौँ आकाशी पुलमा बसेर। अब त्यसपछि हामी एउटा औषधि किन्नुपर्ने थियो। फार्मेसीमा आएर पारासिटामोल किनिसकेका छौँ। यहाँबाट पारासिटामोल किनेर अब हामी घर फर्किनको लागि यहाँ पछाडि क्यामेराबाट बाङ्गो अनुहार एकपट्टि भिडियो गर्दै हामी अगाडि बढ्यौँ र यहाँबाट अगाडि आइसकेर यहाँनिर बाटोमा आउँदै गर्दा मेरो श्रीमतीज्यूलाई फेरि एउटा चिप्स खान मन लाग्यो। त्यसपछि यहाँ एउटा चिप्स किनिदिइसकेको छु मैले र हामी टोयोटा पार्क आइसकेका छौँ। यतिखेर पार्कमा आउँदा पानी पर्न लागिसकेको थियो। त्यसपछि हामी एकछिन बस्यौँ र यहाँ चिप्स फोरेर कति थोरै हो 20 रुपियाँको चिप्स भनेर मेरो बुढी फिस्सा हाँस्दै हुनुहुन्छ। त्यसपछि हामीले यहाँ चिप्स फोर्यौँ मात्रै खाएनौँ एकछिन। त्यसपछि हामीले एकछिन आयाम व्यायाम गऱ्यौँ। यहाँ देख्न सक्नुहुन्छ म यहाँ घुम्दैछु, पिङ खेल्दैछु। त्यसपछि श्रीमतीज्यू पनि एकछिन बस्नुभयो, पिङ खेल्नुभयो। त्यसपछि हामीले यहाँ बसेर हामीले त्यो 20 रुपियाँ किनेको चिप्स खायौँ। ट्रिङ्गल म्यानुफ्याक्चर के भन्ने थियो त्यो खाइसकेका छौँ यहाँ बसेर। त्यसपछि हामीले एउटा टिकटक बनायौँ बुढाबुढी भएर पार्कमा बसेर। त्यसपछि हामी घर आयौँ। घर आएर हाम्रो खिरखानी प्लान थियो र खिरखानीतिर लाग्यौँ। खिर र फर्सीको मुन्टाको तरकारी खाने भनेर हामीले फर्सीको मुन्टा केलाएर पखालेर अब बनाउन थाल्यौँ र हाम्रो बनिसक्दैछ र खिर पाकेर रेडी भइसकेको छ र हामीले खिर र फर्सीको मुन्टा अब सपासप खाइसकेका छौँ। र आजको दिन यसै गरेर मेरो सकिएको छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै फेरि भोलि अर्को भिडियोमा भेटौँला। गुड नाइट, शुभ ख्याप।